गाइज हैन यो ठाउँमा जाँदा चाहिँ मलाई कस्तो लाग्यो भने अब यो सुरुमा गएको हो कि त्यही भएर भिडियो के बनाउनु भन्दै फोटोसोटोको लागि यसो डेकोरेसन मतलब भिडियो हाल्नुलाई यसो हैन बनाउनको लागि जाउँ दादा भने अब यसो भिडियो सिडियो खिच्दै जाँदाखेरिको हो यो चाहिँ हैन अल्छी लाएर एक दुईवटा हान्न न भाइ भनेर दाइले हैन हानिदिएको हो त्यही भएर अब जे जस्तोकै भए पनि जाँदाखेरि जोतको लागेको थियो आउँदाखेरि मुभमेन्ट दामी भयो जाँदा चाहिँ अब जोतको होला के कस्तो होला भनेर गयो हैन लास्टमा माथि पुग्दा त अर्कै भ्यू रहेछ नि त के थाहा भिडियो बनाउन मन लागिगयो गाइज त्यही भएर गाह्रो भएको नत्र त मागसम भिडियो यति दामी छ कि हेर्दैखेरि लभली लाग्यो म चाहिँ यो हामी भर्खर सुरु जाँदाखेरिको के त्यही भएर हो अलिक गाह्रो भएको जतिको लाग्यो भनेर हैन अल्छी जाउँ न भाइ घुम्नलाई भन्नुभयो दाइले पनि दाइलाई यहाँ बसेर अल्छी लागेको छ अनि गएको जाँदा त जतिको अल्छी लाग्यो ठ्याक्कै यहाँ पुगेपछि चाहिँ हैन गाइज भ्यूहरू दामी लाग्यो हैन त्यसपछि एकछिन नबनाउँला मनमै सोच्थ्यो नबनाउँला भनेर हैन के बनाउनु भन्दै जब हामी पर्पिपलनेरि पुग्यौँ तब भिडियो बनाउनु लागेको यस्तो दामी भ्यू रहेछ कि हेर्दैखेरि सोचै थिएन क्या त्यस्तो थियो भनेर भ्यूमा कसम हेर्नु न सोचै त्यस्तो भ्यूै थिएन भनेर थियो त लास्टमा त पुग्दा त छोडिदिनु न परै जाओस् कसम भ्यू त लभली चुम्मा खान मन लागेको थियो भ्यूलाई त यति दामी थियो कि छोडिदिनु जेसुकै भए पनि अरू अल्छी जोतको भिडियो भनेर गएको दादाले कहाँ लिएर गयो जोतमा लास्टमा पुग्दा त अर्कै रहेछ त्यसमा ल्याप्स के थाहा त यत्तिको भएपछि त अनि भिडियो बनाउनु मन लाग्दैन त्यत्तिकै हुन्छ अनि डेकोरेसन भिडियोको अरू के भन्नु अब हामीलाई भन्नु चाहिँ भ्यू भन्नु त थाहा थिएन क्या अब यस्तो रहेछ भनेर तपाईँहरू छक्क पर्नुलाई यो भिडियोहरू होइन अब जेसुकै भए पनि यस्तो दामी रहेछ माथि गएको अब के होला त जतिको होला भनेर गएको टक्क होइन मन्दिर पाठ पूजा पनि गरिँदो रहेछ त्यहाँ होइन यसो हजुरहरूले हेर्नुभयो होला भिडियोमा त हेर्नु पर्दैन नि भिडियो हेर्दै जानु होला थाहा पाइहाल्नु मन्दिर यसो सानो पूजा गर्ने ठाउँसँग जस्तो रहेछ दामी रहेछ जेसुकै भए पनि त्यहाँ गइसकेपछि चाहिँ दुःखमय सबै बिर्सिन्छौँ हामीले अरू जेसुकै होस् न त्यत्तिको दामी भएपछि त अरू त छोडिदिनु न यत्तिको भएपछि त स्वर्गै भए जतिको भइगयो नि ल अब के भन्नु गाइज होइन दामी रहेछ प्लेस चाहिँ होइन जेसुकै भए पनि अब म चाहिँ घुमेर आइसकेँ गाइज होइन अब हजुरहरू कतिखेर घुम्नुहुन्छ अब कहिले आउनुहुन्छ होइन थाहा भएन आफू चाहिँ घुमियो दामी लाग्यो होइन अब हजुरहरूले आउने चाहनेहरूलाई चाहिँ आउनु होला नआउनु हुनेहरूलाई चाहिँ अब केही भन्न सकिँदैन हामीले पनि होइन अब यस्तै हो जेसुकै भए पनि जेसुकै भए पनि दामी लाग्यो भ्यू चाहिँ मलाई दामी लाग्यो अरू जेसुकै भए पनि भ्यू चाहिँ खत्रै लाग्यो यतिको भ्यू चाहिँ काहीँ नि पाएको थिइनँ अहिलेसम्म होइन यति दामी प्लेस रहेछ अनि हेर्नु न हजुरले नि सिनै भिडियो हेरे अनुसारले नि सिन थाहा पाउनुहुन्छ क्या फेरि हावाको झोका सर्र आउँछ आवाजै आउँछ हामी चाहिँ होइन भिडियो बनाउन गइरहेको छौँ फोटोसोटो यसो खिच्नलाई यसो मामा घर माथि यो ठाउँको नाम के अरे दादा के भ्यू टावर बेलार गाइज होइन घुम्नलाई दामी छ फोटोसोटो दामी आउँछ अरे यहाँ चाहिँ त्यही भएर यहाँको भ्यू चाहिँ खतरा छ भनेर आएको चाहिँ फोटो खिच्नुलाई गाइज हामीहरू चाहिँ होइन टक्क दादा र म तल मामाबाट सकभर यो फोटो चाहिँ यो भ्यूको कसैलाई नि थाहा छैन क्या यहाँ चाहिँ कस्तो डेकोरेसन आउँछ डाँडाहरू हेर न कस्तो सब डाँडाहरू देखिन्छ दामी छ अरे गाइज त्यही भएर दादाले लिएर आएको मलाई चाहिँ होइन मलाई थाहा छैन म त नयाँ नौलो हो दादा त यहीँ जन्मेर हुर्केको हो नि त यहाँबाट खतरा छ बवाल ठाउँ भनेको यहाँबाट अरे भ्यूहरू दामी आउँछ अरे होइन अब हेरिदिउँ न दादाको मुनि यसो फोटो खिच्नलाई हामी अब आइसकेको छौँ हेर्नुहोस् गाइज अब खिच्नु पऱ्यो दामी पोस्ट गर्नु पऱ्यो नि यसो नत्र त कहाँ यहाँ गलेकै हल्का दमबडी जस्तो छ होइन गाइज हामीहरू सास फेर्दैछु गाइज आइसकेको छु हेर्नुहोस् छेउमै पुगिसक्यो होइन
हजुरहरूलाई देखाउँछु म अहिले पछि गएर। भ्यू चाहिँ यस्तो दामी छ। यो सकभर कसैलाई नि थाहा छैन कि, यो चाहिँ सकभर कसैलाई नि थाहा छैन यत्तिको। ल अब चाहिँ हामी बेलडाँडाको ठाउँमा आइसकेको छौँ होइन। टक्क यहाँको भ्यूहरू हेर्नको लागि यस्तो बवाल बवाल भ्यूहरू छ। यो हामीले भनेको चाहिँ गाइज होइन, यस्तो दामी फोटो खिच्ने भनेर मन्दिर पनि रहेछ यहाँ होइन। देखाइदिनु न दादा मन्दिर सन्दिर, यता पूजापाठ पनि हुने रहेछ यहाँ त। ल दामी। जय भोलेनाथ जय गर्छ बोल। कति गाह्रो भयो हो भ्यू भरे। अब देखाइदिनु दादा। यत्तिको भ्यू भने त स्वर्ग गइन्छ हौ गाइज। के गर्नु गाह्रो छ स्वर्ग। आइपुगेको छु म चाहिँ। अब हजुरहरू कहिले आइपुग्ने हुने हो। सकभर छिटो मिठो आउनुहोस्, हेर्नुहोस् भ्यूज। लभली। ल दादा मेरो पनि एउटा हानिदिनु। गाइस दामी छ दामी भ्यूहरू। हेरिदिनु न सर होइन, हाम्रो यो नेपाली युवाहरूको जस्तो छ। गाइस दामी छ दामी भिडियो आएको छ टक्क होइन गाइज। कसैले या घरबाट गाली या अब कसैले हुन्छ नि यसो मन दुखाएको हुन्छन्, कतिको माया विरतीहरू हुन्छन् होइन। तिनीहरूले छोडेर आउँदा जस्तै मन दुखेर आउँछन्, यहाँ आउनु भने स्वर्गै लाग्छ। सबै आउँछ गाइज होइन। यहाँनिर यस्तो दामी छ, हावा पनि हावा छुनिरहेको छ गाइज। हेर्नुहोस् भ्यूहरू दामी दामी छ कि महाकसम। मन पर्छ लभली भ्यूहरू छ यहाँ होइन। महाकसम दामी होइन। यसो महाकसम यति मन पर्यो कि यो ठाउँ मलाई ठ्याक्कै। हजुरहरूलाई चाहिँ यो भनेको चाहिँ होइन, यहाँ ठ्याक्कै देखिराख्नु भएको होला। यो फेस चाहिँ धनकुटा हो होइन, धनकुटा बजार होइन। ठ्याक्कै हजुरलाई कहाँनिर पर्छ भन्दाखेरि गुठी टारबाट ठ्याक्कै माथि बेलारा भन्ने ठाउँनेरि पर्छ। ठ्याक्कै हजुरलाई हेरिहाल्नु होला, टावर पनि देखिन्छ होइन। सकभर टावरै छ यहाँ होइन। ठ्याक्कै तपाईँलाई चाहिँ गुठी टारबाट ठ्याक्कै माथि बेलारा भन्ने ठाउँमा हेर्नु न ठाउँ। यो रिसेप्सन कसैलाई नि थाहा छैन क्या। सकभर म पनि आएँ हेर्नु फर्स्ट टाइम। स्वर्ग गए जस्तो लाग्यो हेर्नु। दाइको भाइहरू भेटिरहनु छु अहिले होइन गाइज। क्या ब्युटिफुल प्लेस रहेको छ क्या माग। यति मन पर्यो मलाई यो भ्यू माग। भए जतिको अहिलेसम्मको होइन सब दुःख मयोहरू सब मेट्यो क्या माग। यति दामी फिल माग। यो फेरि आउँ लाग्यो, बसिराख्न मन लागेको छ माग। यत्तिको छ हजुरहरूलाई। अब सकभर त बस्न मन लागेको छ। अब यसो भ्यू पनि हेर्दै जाउँ भनेर म केही हो। अब तल फेरि हाम्रो यहाँ चौतारा पनि छ कि दामी छ त्यो पनि। अब हेर्नुहोस् गाइज भिडियोमा माग थर्ड के साह्रो माग भ्यू त। फोटो त खिचौँ भिडियो बनाएर हालौँ लाग्छ के साह्रो छ। ठ्याक्कै हजुरलाई हेर्नु फेरि धनकुटामा कसम। धनकुटा पनि फेरि फाल्टै डेकोरेसन छ होइन। के भन्नु। यो ठ्याक्कै हाम्रो चाहिँ चौतारा भनेको यो चौतारा हो होइन। यो चौतारामा महाकसम दामी फोटो पनि आउँछ। हजुरलाई म देखाउन गइरहेको छु होइन। अहिले सकभर यहाँ चाहिँ हिँड्दैछु सिँढीमा। अब सिँढी पनि त हिँड्नु पऱ्यो नि। यसो लामी छ, तलै पुग्नुपर्छ, अलिक गाह्रो छ। यत्तिको लिक्पेसन महाकसम लास्ट मन पऱ्यो। के भन्नु भ्यू पनि होइन। भ्यू बबाल दादा दामी। दादा यता हेरेर दामी लाग्यो तपाईँको भ्यू मलाई महाकसम। भ्यू चाहिँ दामी छ क्या मा मन पर्यो यार भ्यू महाकसम। भएको जति दुःखमय हो अहिले सब बिर्सेर आएको म। यति दामी खुसी भएर आउँदैछु देख्नु भएन। त्यही भएर हाँस्दै आइरहेको छु गाइस। के गर्नु यति दामी भिडियो त महाकसम। यति राम्रो सिनहरू भए जतिको तपाईँलाई सब देखिन्छ क्या महाकसम। यत्तिको त कहाँ पाउनु। ठ्याक्कै मूल घाट सब देखिन्छ क्या हजुरलाई। मूल घाटदेखि लिएर सबै देखिन्छ यो डाँडाबाट चाहिँ। सकभर कोही पनि घुम्न आउनु भएको छैन, त्यही भएर होला पनि जस्तो लाग्छ होइन। यो ठाउँमा चाहिँ त्यति साह्रो मैले फेसबुक इधरमा पनि त्यति साह्रो देखेको छैन। पहिला आफ्नै मामाहरूको यसो होइन यसो देख्छु देख्न चाहिँ, तर आफ्नो मामाहरूको
अरूले सकभर देखेको छैन होइन ठ्याक्कै अब भन्नु के अब चौतारा पनि आयो चौताराकै बारेमा भन्नु पऱ्यो हजुरलाई यति मिठो हावा आउँछ यो चौतारामा र त्यहाँ महाकसम सब दुःखमयहरू सबै बिर्सिन्छ हेर्नु न गाइस अरे यति भएपछि त स्वर्ग भएन त गाइस भयो हेर्नु न टक्कसँगले गाइस दिस इज धनकुटा बजार वाह हेर्नुहोस् गाइस सब दामी भ्यू देखिन्छ यति हेर्नु न भिडियो हेर्नु न कतिको राम्रो आउँछ दादा नि स्वर्गको परा जस्तो देखेको छ हौ दादालाई पनि यति हुन्छ यतिको त क्वान्टिटी हुनु भएन नि त दादा फोटो यति राम्रो त दादा हेर्नुहोस् गाइज हेर्नुहोस् क्या दामी छ कि यो चाहिँ ठ्याक्कै मेरो यो अझै यो चाहिँ मेरो मामाको हो होइन टक्कसँगले हेर्नुहोस् यतिको फिल्मको सुटिङ खेल्नु आए नि हुन्छ हौ त्यति राम्रो प्रेस छ दामी भिडियो कसम नपत्ता फेरि हेर्नुहोस् यो पिपललाई अनि यतिको डेकोरेसन हेर्नुहोस् न कहीँ छ त फिल्मको सुटिङ भन्दा पनि अभार छ यहाँ दादा भक्कु गाली दिँदै हुनुहुन्छ हिँड छिटो ढिलो भयो भन्दै भिडियो बनाउन आएको दा यति त बनाउनु दिन्न हौ अरू नदिए पनि भाइको पीडा त बुझिदिनु न हौ दाइ नि यस्तै छन् बुझ्दैनन् भाइको पीडामा कसम भिडियो बनाउनु मन लागेको मात्रै बेला भन्छ कि यो दादाले किन भनेको छ यति दामी यस्तो दामीहरू त कहीँ नि देखेको थिएन कि देखाइ गर्न मन लागेको हेर्नु न हिँड्ने ठाउँ पनि अनि फिल्मको सुटिङ खेल्नु आए नि हुन्छ बराबर पर्दैन त्यो बराबरै छैन खेल्नै आए हुन्छ बरु त होइन क्यामराम्यानहरूलाई यस्तो प्रोड्युसरहरूलाई भनेर यहाँ टक होइन त अनि अब अहिलेको यो हेर न एउटा चाहिँ ओभर पिसफुल होइन यहाँको मान्छेहरू कस्तो मेहनती होला भन्छ भने होइन यहाँ हेर न भाइ त्यत्रो भित्ता काटेर होइन भिरलाई बारी बनाएर मकै रोपेर के छ यहाँको दाइ अनि कस्तो हो मान्छे नै मेहनतीलेहरू हुन् कि के हो हेर्नु न त्यस्तो रहेछ होइन दाइ जे भए पनि अरूलाई सकभर होइन यति त सक्दैन थियो होला नि त यत्रो भिड काट्दिएर उहाँ खेत बनाइदिएको छ भयो यहाँ हेर्नु महाकाज नेपाली हो नेपालीले गर्छन् के केही भन्थे गरे आएर नुहोस् गाइस यतिको कसैले सक्छ महाकाज हेर्नुहोस् यति भिड काटेर होइन आफैले ठक्क हेर्नु लेभल पनि मिलाएको छ क्या डोजरले होइन मान्छेले खुद यतिको मेहनतिलो छन् नेपालीहरू केही छैन दाइ जसलाई हेर्नु पठाउँदा हुन्छ टक्क गाइस होइन घुम्नलाई चाहिँ दामी छ क्या भ्यू चाहिँ होइन बाटो चाहिँ यही हो आउनुपर्ने टक्क यताबाट सर्ट यता माथिल्लो बाटो टक्क बाख्रा यतिको यो त हुनैपर्छ क्या टक्क होइन यो ठक्क जाँदै हजुरलाई अहिले म देखाउँछु बाटो पनि यताबाट है भनेर टक्क अहिले यहाँबाट चाहिँ राम्रो देखिँदैन किनकि तलबाट हिँड्दै जाँदैछौँ होइन गाइस हामी त्यही भएर दाजुभाइ फेरि दाजुभाइ भनेपछि दाजुभाइ जोडी जानी मिल्छ भनेको दाइ र भाइको भनेको हो रहेछ क्या दाजुभाइ टक्क डुलेको डुले आएदेखिको घर पनि बस्नु पाएको छैन घरि कता डुलेको डुलेमा डुलेको डुलेछौँ यतिकै मामा ठ्याक्कै मामा पनि भेट्यो हेर्नुहोस् गाइस होइन अब दादाले गफ फेर्ने अरे मामालाई पेज दिने जस्तो हुनुहुन्छ टक्क यो चाहिँ ठ्याक्कै मेरोमा जाने मामाको पनि अगाडि नै छ टक्क नमस्ते मामा फेरि जाने गरी पानी चार्ज पनि चार्जर रहेछ क्या इन्डियादेखि जाँदाखेरि चाहिँ अलिक सस्तो पर्छ भनेर क्या अब 50,000 त जानु लागिहाल्छ प्लेनमा त्यहाँबाट चाहिँ 25,000मा पुगिने रहेछ क्या अहिले त सरकारले अलिक छुट पनि गरे होला इन्डियाले गर्छ त छुट इन्डियाबाट जान्छ हाम्रो सरकारले गरेर पानी चार्ज त उहाँबाट जाँदैन खुवाउँदैन छैन
बिहे त अब बिहे खुवाउनेको कुरा हो हो मामाले ठिक कुरा गर्नु है बिहे चाहिँ दादाले खुवाउनै पर्यो है हामी भाइहरू त्यतिकै कुवाएर बसेर टेन्सन भइसक्यो दाइले कहिले बिहे गर्छन् र भाइहरूले ल्याउने भइसक्यो खोइ दाइले नल्याउनु भयो मासु भात अरे मासु भात मात्रै खानु भाउजू नहेर्नु दाइ ल मासु भात खाएर हुने भए त घरमा दिनकै खाइदिइरहेको छौँ नि हामीहरूले मासु भातको कुरा गर्दैछन् मेरो दाइले बिहे नगर्ने अरे अहिले नि होइन भाइहरू यहाँ कुवाएर बसिसक्यो दाइले कहिले बिहे गर्छन् हामी पनि बिहे गरौँ भनेको दाइले बिहे नि नगर्ने भनेर मासु भात खुवाइदिने अरे भाइहरूलाई ल कत्रो भनिदिनु हो बेच्न चाहिँ मामालाई दामी नै बेचिदिनु भयो होइन हाँस्दै बसेर त्यही भएर अलिकति यसमा क्लिप चाहिँ छुट्यो मामाको न त दामी फन्नी दिँदै हुनुहुन्थ्यो दादाले ए माने ज्योतिषी दादा गफाडी दादा यो फेरि गफ दिनु त कसैले सक्छ नि बेचिदिन्छ नि यो दादाले हामीलाई यतिको छन् बेच्नु त पर विदेशीहरू हुन् नि भयो दादा पुग्यो दुई छ कि एउटा खुट्टा धुयो एउटा खुट्टा धुने बाँकी छ यो जस्तो गफाडी कोही नि छैन यो दादाले मुखै धुनु बिर्सेको यहाँ यो होइन टक्क अब रुममा नै बस्ने भन्ने दादाले मामा टक्कै दियो अहिले कोही धेर चाहिँदैन छ गोबरले त्यति गोबर हाल्यो भने चल्छ टक्क गाइस होइन सरकारी तत्त्व गोबर ग्यास यो चाहिँ चुलो हो मतलब हामीले गोबर ग्यास भन्छौँ नि त्यही हो होइन अहिले यता चाहिँ यस्तो सिस्टम रहेछ होइन टक्क यो पहिलो भनेको चाहिँ हजुरलाई टक्क ग्यास होइन त्यो तलतिर छैन यतातिर चाहिँ अहिले टक्क होइन यो अहिले ग्यास छ अरे अनि त्यहाँ अब जस्तै भात तरकारी पकाइसकेपछि होइन टक्क फेरि घर जानु तल बस्छ अरे अहिले चाहिँ फुलिरहेको छ किनकि चलाएको छैन नि त त्यही भएर मामाले कुरा गर्दा सबको घरमा छ यहाँ चाहिँ होइन अरूको घरमा पनि छ यताको घरमा सबको घरमा रहेछ टक्क सरकारी तत्त्व ठिक हो बालेन दाइले गर्नुभएको रहेछ फर्कती यतातिर जेसुकै हो भने अलिअलि भन्दै भत्ता त गर्नु मिल्दैन गाइज होइन अब जे होइन बालेन सरकार झन् बिस्तारै डेभलप गर्दै रहेछ नि यता पनि सरकार अब बिस्तारै बालेन दाइले केही गर्छन् प्रगति जस्तो लाग्यो यसो यता हेर्दा चाहिँ यतातिर गरिसके जस्तो हुनुहुन्छ टक्क होइन नि गोबर ग्यास अनि यत्तिकै सुविधा भइसकेपछि यतै बस्दा भयो नि घरै यता बनाउनु जस्तो सोच आइसक्यो मेरो यही माथि म त उही ठहरनेरि घर बनाउँछु जस्तो छ होइन म चाहिँ मामा घर यसो आउँदाखेरि हुर्किने बढ्ने भनेको यही घर हो होइन टक्कसँगले पहिले त यहाँ चहलपहल थियो दिदीहरू हुनुहुन्थ्यो अहिले सब टाढा गइसक्नुभयो बिहे आज गरिसक्नु भएर पहिलेको रुम सानोमा खेली गर्ने हेर्नुहोस् टक्क अब सब अब आफ्नो काम बिजनेसहरूमा गरेर होइन टक्क हेर्नुहोस् फोटो फ्यामिली स्पेस ग्याङ यो अब यत्तिकै त्यो पहिले चलबल अहिले छैन यहाँ होइन सब टाढा गइसक्नुभयो त्यही भएर नत्र यहाँ सानोमा मैले भएको बाइकको त्यो चाबी त्यो लगाउने स्टार्ट गर्दाखेरि त्यो चाबी लगाइन्छ नि त्यो चाबी लगाउनु त्यो प्लगै भाँचिदिएको यहाँको मैले त्यही पनि अब भान्जा हो केही भन्नु मिल्दैन होइन त्यही भएर हो सब दादा पनि गाडी कुदाउने होइन छैनन् अहिले कोही नि घरमा जे नि हाँसी खुसी टक्क रमाइलो ठाउँ छ होइन त्यसै हो नि बचपनमा आएर खेलियो ओरियो यो दादाले त बेचिदिन्छ जसलाई नि होइन बेच्छ दादा हो अब बेचिदिन्छ यो दादाले जसलाई नि अघिदेखि हाल्नुभयो होला गाइज मामालाई बेचिदिएको के भनेर होइन जे हो नि यो यस्तो रमाइलो अहिले छैन त्यति साह्रो किनकि अहिले हुनुहुन्न दिदी दादा आफ्नै काम अब दिदीहरू दुईजना बिहे गरेर गइसक्नु भयो दादाले पनि बिहे गर्नुभयो छोरा छ एउटा होइन अहिले ऊ सुतिरहेको छ के भन्नु दादा पनि गाडी साडी कुदाउनु छ इधर उधर घर त्यति आइदिएन अब थाहा होला ड्राइभर लाइफ भनेपछि कस्तो हुन्छ आफ्नै छ गाडी पनि टक्क कुदाउँदै बस्ने होइन अब यस्तै सब्जीहरू बोक्ने इधर उधर दादाको चाहिँ दामी छ जेसुकै भए पनि दादाले अब गरी खानुभएको छ त्यतिमै हामी पनि खुसी छौँ अब हामीहरूले कसरी गरी खाने हो दादाले त गरी खाए अब हामीहरूको पालो छ